त्यसो भए तपाईँ खुसी हुन के गर्नुपर्छ त? पहिलो सूत्र हो आफ्नो खुसीलाई पहिलो प्राथमिकता बनाउनुहोस्। अहिले तपाईँले के गरिराख्नु भएको छ? अहिले तपाईँले धन सम्पत्तिलाई, आफ्नो सम्बन्धहरूलाई, करियरलाई, पद प्रतिष्ठालाई, शिक्षालाई र आफ्नो खुसीलाई छोडेर अरू सबै कुराहरूलाई पहिलो प्राथमिकतामा राखिराख्नु भएको छ। त्यसैले तपाईँ दुखी हुनुहुन्छ। मैले तपाईँको अरू प्राथमिकतालाई छोड्नको लागि भनिरहेको छैन। मैले बस यति भनिरहेको छु कि पहिला तपाईँ खुसी बन्नुहोस् अनि मात्रै अरू प्राथमिकताहरूलाई पुरा गर्नुहोस्। म तपाईँलाई एउटा सरल अभ्यास बताउँछु जसको दैनिक अभ्यासले तपाईँलाई दिन प्रतिदिन खुसी बनाउँदै लग्नेछ। तपाईँसँग दिनमा 24 घण्टा हुन्छ। 24 घण्टामा तपाईँले केवल 20 मिनेट, बिहान उठ्ने बित्तिकै 10 मिनेट र बेलुका सुत्नु अघि 10 मिनेट यो अभ्यासलाई दिनुहोस्। लगातार 21 दिनसम्म गर्नुभयो भने अवश्य तपाईँको जीवन बदल्नेछ। बिहान उठ्ने बित्तिकै अरू केही नगर्नुहोस्। लामो श्वास लिनुहोस् र त्यो श्वासलाई भित्र रोकेर राख्नुहोस् जबसम्म तपाईँले रोक्न सक्नुहुन्छ तबसम्म। त्यसपछि बाहिर छोडेर बाहिर पनि रोक्नुहोस्, जति रोक्न सक्नुहुन्छ त्यति। यो क्रियालाई तपाईँले 3 पटक दोहोर्याउनुहोस्। त्यसपछि सामान्य श्वास लिनुहोस् अनि अनुहारमा एउटा मिठो मुस्कान ल्याउनुहोस्। किन थाहा छ तपाईँलाई? किनभने हरेक दिन यो पुरा विश्वमा औसतमा 1,60,000 जना मान्छेहरू मर्ने गर्दछन्, तर तपाईँ भने जीवित हुनुहुन्छ। जीवित हुनु सामान्य कुरा होइन, जीवित हुनु नै सबैभन्दा ठुलो कुरा हो। किनभने हामी जीवित भयौँ भने नै हामीले गर्न मन लागेको धेरै कुरा गर्न सक्छौँ। त्यसैले खुसी हुनुहोस्। यसलाई एउटा उत्सवको रूपमा मनाउनुहोस्। यही खुसीको उपलक्ष्यमा तपाईँलाई जुन पनि गीत मनपर्छ त्यो बजाएर मजाले 10 मिनेट नाच्ने गर्नुहोस्। बिहान उठ्ने बित्तिकै अनि सुत्नु अघि पनि। 10 मिनेट मजाले नाच्दा के हुन्छ? 10 मिनेट मजाले नाच्दा हाम्रो मस्तिष्कमा BDNF यानी ब्रेन डिराइभ्ड न्युरोट्रोफिक फ्याक्टरलाई बढाउँछ, जसको कारण हाम्रो स्नायु तन्त्र विकसित हुन्छ। मस्तिष्कको न्युरोन्सलाई सुरक्षित बनाई न्युरोन्सको वृद्धि गरी हाम्रो स्मरण शक्ति र सिक्न सक्ने क्षमता बढाउँछ। डिप्रेसन र एन्जाइटी जस्ता मानसिक समस्या हुनबाट हामीलाई जोगाउँछ। मजाले नाच्दा हामीलाई खुसी बनाउने एन्डोर्फिन्स, सेरोटोनिन र डोपामाइन जस्ता ह्याप्पी हर्मोन रिलिज हुन्छ, जसको कारण हामी दिनभरि खुसी बन्न सक्छौँ। र बेलुका सुत्नु अघि नाच्दा हामीमा दिनभरि जम्मा भएको नकारात्मकता हटेर हामी सकारात्मक बन्न पुग्छौँ। त्यसैले बिहान उठ्ने बित्तिकै 10 मिनेट र सुत्नु अघि 10 मिनेट मजाले नाच्ने गर्नुहोस्।